जोगले पानीमा सहयोग गर्न पाउँदैन। पानीमा राजनीति गर्नु खोज्यो, पानीमा दिएपछि कमिसन खानु खोज्यो, त्यो चाहिँ अपराधी नर्म जाने बाटो पनि अरू मैले 2057 सालदेखि मैले वितरण गरेको सरकारी खानेपानी वितरण गरिरहेको छु। लगभग मैले कार्य लगायत सबै गर्दा 65-70,000 खानेपानी जनताले चाहिँ खानेपानी वितरण पुऱ्याइसकेका छ। अस्ति बाढी पीडितमा मात्रै करिब 10,000 बढिरहेको खानेपानी दुधै बनाइसकेका छ। र विभिन्न खानेपानी उपभोक्ता समितिबाट पाल्नुहुने आदरणीय अध्यक्षज्यूहरू, प्रतिनिधिज्यूहरू, यहाँहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट एवं रोशी गाउँपालिका वार्ड नम्बर 11 को तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक नमस्कार लसु फ्याफुल्ल। वास्तवमा आज हामी रोशी गाउँपालिका वार्ड नम्बर 11 को यो हिमखोरी डाँडामा खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयबाट पाल्नुभएका मन्त्री कृष्णबहादुर तामाङज्यू, त्यसै गरेर हाम्रो रोशी गाउँपालिकाबाट पाल्नुहुने आजको विशिष्ट अतिथि हुनुहुन्छ रोशी गाउँपालिकाका प्रमुख अध्यक्ष दिनेश लामाज्यू, त्यसै गरेर यस कार्यक्रम वडा अध्यक्षज्यू र पूर्व वडा अध्यक्षज्यू र सबै राजनीतिक दलका प्रतिनिधि साथीहरू र पत्रकार साथीहरू र सबै सङ्घ संस्थाका सम्पूर्ण प्रतिनिधिज्यूहरू र यो भीमखोरवासी आमा बुवा तथा दाजुभाइ दिदीबहिनीहरूमा मेरो व्यक्तिगत तर्फबाट र खानेपानी तथा ऊर्जा सिंचाई मन्त्रालयको तर्फबाट स्वीकार्नुहोस्। नमस्कार। पानी झन् गुल्ले भयो। पानी चाहिँ मिठो रहेछ। यति पानी मिठो पानी भयो। मन्तव्यको क्रमलाई नै म अगाडि बढाउन चाहन्छु। दिनुहुन आजको यस कार्यक्रमका सभापति एवं आजको यस कार्यक्रमका प्रमुख अतिथि रोशी गाउँपालिकाका अध्यक्ष आदरणीय दिनेश लामाज्यूलाई मायाको चिनो ग्रहण गरिदिनु हुन र मायाको चिनो प्रदान गरिदिनु हुनको निमित्त हार्दिक अनुरोध गर्दछु। र 11 नम्बर वडामा बजेट बढी जुन शीर्षकमा बढी बजेट छोडेको छ, खानेपानी मन्त्रालयको शीर्षकबाट बढी बजेट छोडेको यहाँ उयो छ। यसमा पनि मेरो अनुभवमा धेरैचोटि प्रदेश मन्त्रालयहरू धाए, धेरै ठाउँमा कुदे, धेरै ठाउँमा हिँडे र हामीसँग नजिक भएन भने, हाम्रो निकटका मान्छे भएन भने बजेट व्यवस्थापन गर्न चाहिँ साह्रै गाह्रो छ भन्ने कुरा पनि बुझिएको छु मैले। त्यो भएको उपभोक्ताहरू, यहाँका आमा बुवा दाजुभाइहरू खानेपानी भोगेर खानेपानीको अभाव हुँदैन थियो भन्ने म